यो एउटा यस्तो सत्य हो साथीहरू, जसबाट न राजा बच्न सकेका छन् न त गरिब, न धनले यसलाई रोक्न सक्छ न शक्तिले। संसारमा जन्म लिने हरेक प्राणीले एक दिन यो यात्रा पुरा गर्नै पर्छ। तर के तपाईले कहिले सोच्नु भएको छ कि मृत्यु वास्तवमै अचानक आउँछ वा आउनुभन्दा पहिले जीवनले केही सङ्केतहरू छाडेर जान्छ? धार्मिक ग्रन्थहरू, पुराना कथाहरू र जनविश्वासमा यस्ता केही सङ्केतहरूको वर्णन गरिएको पाइन्छ। धेरै मानिसहरूले आफ्नो जीवनमा यस्ता अनुभवहरू सुनेका वा देखेका पनि हुन सक्छन्, तर धेरैले त्यसलाई सामान्य संयोग ठानेर व्यवस्था गर्छन्। आज हामी धार्मिक मान्यताअनुसार मृत्यु हुनुभन्दा अगाडि देखिने 5 रहस्यमय सङ्केतबारे जान्नेछौँ। तर मित्रहरू, यो भिडियोको उद्देश्य कसैलाई डर देखाउनु होइन, बरु हामीलाई सबैलाई एउटा सत्य सम्झाउनु हो। जीवन अमूल्य छ, त्यसैले हरेक दिनलाई अर्थपूर्ण बनाऊ, आफ्ना प्रियजनलाई माया गरौँ र असल कर्म गरौँ। अब सुरु गरौँ सङ्केत नम्बर 1 बाट। संसारप्रतिको मोह बिस्तारै घट्न थाल्नु। धार्मिक मान्यताअनुसार केही मानिसहरूको अन्तिम समय नजिकिँदा उनीहरूको सोच बदलिन थाल्छ। पहिले धन सम्पत्ति, मान सम्मान र भौतिक कुरामा धेरै चासो राख्ने व्यक्ति अचानक शान्त हुन थाल्छ। उनीहरू एक्लै बस्न रुचाउन सक्छन्, जीवनको अर्थबारे सोच्न थाल्छन् र कहिलेकाहीँ भन्छन्, अब यी सबै कुराले खासै असर राख्दैन। मित्रहरू, यो सबैमा हुने कुरा होइन, तर धार्मिक दृष्टिकोणले यसलाई आत्माले भौतिक संसारबाट बिस्तारै दूरी बनाउँदै गएको सङ्केतको रूपमा व्याख्या गरेको पाइन्छ। कसैले यस्तो परिवर्तन अनुभव गरिरहेको छ भने त्यसलाई डरको रूपमा होइन, जीवनको मूल्य बुझ्ने अवसरको रूपमा लिनुपर्छ। किनकि अन्ततः हामीसँग जाने भनेको न धन हो न सम्पत्ति, हाम्रो साथ जाने भनेको केवल हाम्रो कर्म मात्र हो। त्यसैले आजबाट एउटा कुरा याद राखौँ, रिस कम गरौँ, माया बढाउँ, आफ्ना मानिसलाई समय दिउँ, किनकि कसको यात्रा कहिले पुरा हुन्छ यो कसैलाई थाहा हुँदैन। मित्रहरू, अब हामी जान्नेछौँ दोस्रो सङ्केततर्फ, जुन धेरै मानिसले अनुभव गरेका हुन्छन् तर त्यसको अर्थ कहिले बुझ्न सकेका हुँदैनन्। सङ्केत नम्बर 2, बितिसकेका प्रियजनहरूको सम्झना धेरै आउन थाल्नु। मित्रहरू, धार्मिक मान्यताअनुसार केही मानिसहरूको जीवनको अन्तिम समय नजिकिँदा उनीहरूको मन विगतका सम्झनाहरूमा धेरै डुब्न थाल्छ। उनीहरू अचानक आफ्नो बाल्यकालको कुरा गर्न थाल्छन्, वर्षौँ अघि बितिसकेका आमाबुवा, हजुरबुवा, हजुरआमा वा सर साथीभाइको नाम लिन थाल्छन्। कहिलेकाहीँ उनीहरू भन्छन्, मैले हिजो राति मेरो बाबुलाई सपनामा देखेँ, मलाई आमाले बोलाइरहनु भएको जस्तो लागेको थियो। यस्ता कुरा सुन्दा परिवारका सदस्यहरू अचम्म पर्न सक्छन्। धेरैले यसलाई केवल सपना ठान्छन्। धार्मिक कथाहरू र जनविश्वासमा भने यसलाई आत्माको यात्रासँग जोडेर हेरिएको पाइन्छ। मित्रहरू, यो सबै मानिसमा हुने कुरा होइन र यस्तो अनुभव हुनु भनेको कुनै निश्चित घटना घट्ने प्रमाण पनि होइन। तर यस्ता क्षणहरूले हामीलाई एउटा गहिरो सत्य सम्झाउँछ, जीवन क्षणभङ्गुर छ। आज जो मानिसहरू हाम्रो साथमा छन्, भोलि उनीहरू टाढा हुन सक्छन्। त्यसैले आफ्ना आमा बाबुलाई माया गर्ने गरौँ, आफ्ना दाजुभाइ दिदीबहिनी र साथीभाइसँग मिठो व्यवहार गरौँ, किनकि पछुताउनु पर्ने समय आउनुभन्दा पहिले प्रेम व्यक्त गर्नु नै बुद्धिमानी हुन्छ। सायद त्यसैले धर्मले बारम्बार भन्छ, अहिले नै राम्रो कर्म गर, अहिले नै माया बाँड, अहिले नै क्षमा गर, किनकि भोलि कसले देखेको छ र। अब हामी जानेछौँ तेस्रो सङ्केततर्फ, जुन सङ्केत धेरै मानिसहरूले अनुभव गरेका भए पनि खुल्ला रूपमा भन्न डराउँछन् र त्यो सङ्केत सुनेपछि तपाईँ
गहिरो सोचमा पर्न सक्नुहुनेछ। सङ्केत नम्बर 3, भगवानको नाम र आध्यात्मिक कुराप्रति अचानक रुचि बढ्न थाल्नु। मित्रहरू, धार्मिक मान्यताअनुसार केही मानिसहरूको जीवनको अन्तिम चरण नजिकिँदा उनीहरूको मन बिस्तारै आध्यात्मिकतातर्फ आकर्षित हुन थाल्छ। पहिले कहिल्यै पूजापाठमा खासै रुचि नदेखाउने व्यक्ति पनि अचानक भगवानको नाम जप्न थाल्छ। भजन सुन्न मन लाग्न थाल्छ, मन्दिर जान इच्छा जाग्न थाल्छ, धार्मिक कथा सुन्न मन पर्न थाल्छ। कहिलेकाहीँ उनीहरू आफै भन्छन्, मलाई भगवानको नाम सुन्दा मन शान्त हुन्छ। अब मलाई संसारका झन्झटभन्दा प्रार्थनामा आनन्द मिल्छ। मित्रहरू, धेरैले यसलाई उमेर बढ्दै जाँदा आउने सामान्य परिवर्तन भन्छन्, तर धार्मिक दृष्टिकोणले यसलाई आत्माको भित्री जागरणको सङ्केतको रूपमा हेर्ने गरेको पाइन्छ। सायद आत्माले जीवनको वास्तविक अर्थ खोज्न थाल्छ। सायद उसले बुझ्न थाल्छ मानिस खाली हात आएको हो र एक दिन खाली हात नै फर्किनेछ। त्यसैले अहङ्कार, रिस, लोभमा बितेको जीवनभन्दा प्रेम, दया र सत्यको बाटो रोज्नु नै बुद्धिमानी हो। तर मित्रहरू, यो कुरा सुनेर डराउनु पर्दैन, बरु यसले हामीलाई एउटा सुन्दर सन्देश दिन्छ। भगवानलाई सम्झन कुनै विशेष उमेर चाहिँदैन। असल कर्म गर्न कुनै ढिलो हुँदैन र आफ्नो जीवनलाई राम्रो बनाउन आजकै दिन नै सबैभन्दा उपयुक्त दिन हो। हामी पुग्न लागेका छौँ चौथो सङ्केततर्फ, जुन सङ्केतका बारेमा सुनेपछि धेरै मानिसहरू आश्चर्यचकित हुन्छन्, किनकि यो सङ्केत सपनासँग सम्बन्धित रहेको धार्मिक विश्वास गरिन्छ। सङ्केत नम्बर 4, अनौठा सपना र रहस्यमय अनुभूति हुनु। मित्रहरू, धार्मिक मान्यताअनुसार केही मानिसहरूले जीवनको अन्तिम समय नजिकिँदा अनौठा सपना देख्न थालेको अनुभव सुनिएका छन्। कसैले वर्षौँ अघि बितिसकेका आफन्तलाई सपनामा देखेको बताएका छन्। कसैले उज्यालो बाटो, अज्ञात स्थान वा आफूलाई कसैले कतै बोलाइरहेको जस्तो अनुभूति भएको बताएका छन्। कहिलेकाहीँ उनीहरू भन्छन्, मलाई हिजो राति एकदमै अनौठो सपना आयो। कसैले मलाई टाढाबाट बोलाइरहेको जस्तो लाग्यो। यस्ता अनुभवहरू सुन्दा परिवारका सदस्यहरू अचम्ममा पर्न सक्छन्। धेरैले यसलाई सामान्य सपना भन्छन्। तर गरुड पुराणमा केही धार्मिक कथाहरूमा यस्ता अनुभूतिहरूलाई आत्माको यात्रासँग जोडेर व्याख्या गरेको पाइन्छ। कुरा सुनेर डराउनु पर्दैन, किनकि हरेक सपना भविष्यको सङ्केत हुँदैन र हरेक अनुभूतिको एउटै अर्थ पनि हुँदैन। तर यस्ता कथाहरूले हामीलाई एउटा गहिरो कुरा सम्झाउँछ, जीवन स्थायी छैन। आज हामीसँग भएका मानिसहरूलाई माया गरौँ, मनमा रहेको रिस हटाउँ, क्षमा गर्न सिकौँ र राम्रो कर्म गरेर जीवनलाई अर्थपूर्ण बनाऊ, किनकि समय कसैको लागि रोकिँदैन। मित्रहरू, अब बाँकी छ 5औं र अन्तिम सङ्केत। धार्मिक मान्यताअनुसार यो सङ्केत सबैभन्दा रहस्यमय मानिन्छ। धेरै मानिसहरूले यसको बारेमा सुनेपछि गहिरो सोचमा पर्ने गरेका छन्। धार्मिक मान्यताअनुसार यो सबैभन्दा रहस्यमय र भावुक सङ्केत मानिन्छ। जीवनभर चिन्ताले सताएको मानिस, साना साना कुरामा रिसाउने मानिस, भविष्यको डरले रातभर निदाउन नसक्ने मानिस अचानक एक दिन असाधारण रूपमा शान्त देखिन थाल्छ। उसको अनुहारमा एउटा अनौठो मुस्कान देखिन सक्छ। मनमा कुनै गुनासो बाँकी रहँदैन र ऊ बिस्तारै आफ्ना प्रियजनलाई हेर्दै भन्छ, तिमीहरू सबै खुसी भएर बस्नु है, मलाई लिएर धेरै चिन्ता नगर्नु, एकअर्कालाई माया गर्दै बस्नु। मित्रहरू, यी शब्दहरू सुन्दा परिवारका सदस्यहरूलाई लाग्न सक्छ सायद उहाँ भावुक हुनुभएको हो। तर धार्मिक कथाहरूमा यसलाई
आत्माले जीवनको यात्रालाई स्वीकार गर्न थालेको अवस्थाको रूपमा पनि व्याख्या गरेको पाइन्छ। सायद उसले जीवनको वास्तविक सत्य बुझिसकेको हुन्छ। मानिस खाली हात आउँछ र खाली हात नै फर्किन्छ। त्यस क्षणमा न धनको अर्थ रहन्छ, न ठुलो घरको, न कुनै पदको, न कुनै अहङ्कारको। अर्थ रहन्छ त केवल प्रेमको, रहन्छ त केवल ती मानिसहरूको जसलाई हामीले मनदेखि माया गरेका थियौँ। त्यसैले मित्रहरू, यदि आज तपाईका आमा बाबु जीवित हुनुहुन्छ भने उहाँहरूलाई भन्नुहोस्, म तपाईलाई माया गर्छु। यदि कसैसँग मनमुटाव छ भने क्षमा माग्न ढिलो नगर्नुहोस्। यदि कसैलाई धन्यवाद भन्न बाँकी छ भने आजै भन्नुहोस्। किनकि जीवनको सबैभन्दा ठुलो पछुतो मृत्यु होइन, समय हुँदा पनि प्रेम व्यक्त गर्न नसक्नु हो। र याद राख्नुहोस्, मृत्युको रहस्य जान्नुभन्दा महत्त्वपूर्ण कुरा के हो भने रहेको यो जीवनलाई कसरी सुन्दर र अर्थपूर्ण प्रेमले भरिएको बनाउने। किनकि एक दिन हाम्रो नाम पनि केवल सम्झनामा मात्र बाँकी रहनेछ, तर हाम्रो प्रेम, हाम्रो दया र हाम्रो कर्म भने सधैँ अरूको हृदयमा जीवित रहनेछन्। र अन्त्यमा साथीहरू, भगवानले तपाईँ र तपाईँको परिवारलाई सधैँ सुख र शान्ति समृद्धि प्रदान गरून्। साथीहरू, आजको यस भिडियो तपाईहरूलाई कस्तो लाग्यो? यदि मन पर्यो भने एक लाइक, कमेन्ट अनि सेयर गर्न नभुल्नुहोला। र यस्तै जानकारीमूलक भिडियो हेर्नको लागि यस च्यानललाई सब्स्क्राइब गर्न भने नभुल्नुहोला। नमस्कार।